हेलो, नमस्ते सबैजनालाई। अन्त भर्खरै मैले अब सोसियल मिडियामा हेर्दा धेरै गोर्खाल्यान्डको निम्ति एकअर्कालाई भनाभन गर्दाखेरि होइन, धेरै कुराहरू दिमागमा चलेर चाहिँ यो भिडियो म आफ्नो गोर्खाल्यान्डको निम्ति लड्दाखेरिको मेरो जर्नी होइन, त्यो आज म सुनाउन गइरहेको छु। अन्त पहिलाबाटै म क्षमा चाहन्छु या चाहे कसैको मनमा मेरो शब्दले कसैलाई नराम्रो लाग्योहरू भने होइन, किनभने कसै कुन चाहिँ पार्टी मान्छ, कुनै पार्टी मान्छ, त्यो भएर चाहिँ म पहिलादेखि क्षमा चाहन्छु है, कसैलाई मनमा लाग्यो भने है। अन्त मेरो जर्नी चाहिँ कस्तो गयो भन्दाखेरि इन द इयर 2007मा होइन, जुन चाहिँ सबै चाहिँ हामी कलेजमा मजाले पढ्दै थियो होइन, त्यो समयमा चाहिँ हाम्रो इन्डियन आइडलमा मिस्टर प्रशान्त तामाङ, लेट प्रशान्त तामाङ होइन, स्वर्गीय होइन, एकदमै इन्डियन आइडलमा ग्रो हुँदै थियो, एकदमै एक्साइटेड। अन्त हामी कलेज इभन हाम्रो साथीहरू मिलेर चाहिँ प्रशान्त तामाङलाई भोट हाल्नुपर्छ। त्यति बेला 2 रुपियाँ हो कि 3 रुपियाँ होइन, हामीलाई साह्रै थियो अब त्यो समयमा, अब हामीलाई त्यो भोट हाल्नु पनि, तर पनि घरमा आएर कसैको मोबाइलबाट यति त हालिदिनुहोस् भन्दै हामीले हाल्ने भोटहरू कामहरू हुँदै थियो। अन्त त्यस समयमा डिजिएचसी थियो होइन। अन्त भन्नु खोजेको चाहिँ अब त्यति बेला अब कसै ठुलो मान्छेहरू चाहिँ अलिकति ननिक्लिदिँदा चाहिँ अब एउटा बिस्वाद लागिरहेको थियो। त्यो समयमा चाहिँ मैले बिमल गुरुङलाई चिनेको होइन, हुनु त पहिलादेखि चिनिन्थेँ होइन, मतलब मेलाहरू खेलाउँथ्यो, तर त्यो समयमा चाहिँ हाम्रो जातलाई के पर्दाखेरि चाहिँ निक्लिँदा रहेछ भन्ने चाहिँ बिमल गुरुङ देखेँ होइन, जुन चाहिँ हामीले अब चाहे अब जति नै अब ट्राई गर्दा पनि पैसा नै त हो भोट त होइन। अब त्यति बेला चाहिँ बिमल गुरुङ निक्लेर चाहिँ प्रशान्त तामाङलाई चाहिँ यति डरलाग्दो हेल्प गरिदियो कि पहाडै पल्टाइदिएको जस्तो लाग्यो क्या त्यो समयमा। त्यो भएर त्यहाँदेखि चाहिँ मैले रेस्पेक्ट गर्न थालेँ बिमल गुरुङलाई होइन। हुन त रेस्पेक्ट चाहिँ फेरि म अहिले आएर म मिस्टर अजयहरूलाई पनि गर्छु, किनभने उसको कामहरू हेर्छु, एकदमै अब हुन्छ नि अनेस्ट, एउटा लोभ लालच नभएको होइन। अन्त प्लस हाम्रो पुरन्दा, हाम्रो लेबुङ भ्यालीको पुरन्दालाई मैले 2017मा चिनेको होइन, यति साह्रो आँटिलो अनेस्ट पर्सन होइन, स्वाभिमानी, त्यो भएर म रेस्पेक्ट गर्छु होइन स्टिल। अन्त तर विमल गुरुङलाई चाहिँ 2007 इन द इयर कलेज पढ्दाखेरि होइन, त्यति बेला चिनेको। जब हाम्रो जात प्रशान्त तामाङलाई कसैले हेल्पको त्यो उयो नपाउँदा चाहिँ विमल गुरुङले चाहिँ प्रशान्त तामाङलाई चाहिँ गरेको छ। म अब छु होइन, अहिले पनि अब देखेँ त्यो समयमा। अन्त त्यो समयमा चाहिँ अब पहाडै पल्टाइदिएको जस्तो भएको थियो होइन। अब धेरै अब फर्स्ट टाइम भएको हो हाम्रो होइन इन्डियन आइडल, प्रशान्त तामाङको ग्रो भएको। अब भोटको लागि यति डरलाग्दो बुथहरू एकदमै अब प्रोभाइड गरिदिनु भएको थियो होइन। त्यहाँदेखि हामीले अब त्यसरी नै हुँदा हुँदा लाइभमा फाइनल अब लाइभ अब हाम्रो सिंहमारीमा, इभन मसित कलेजबाट सिधै मेरो साथी दिप्सन, अनुप साथी, दिवास पनि थियो, हामीसित 4जना, 2टा बाइकमा होइन। अन्त प्लस कलेजको युनियनहरू पनि अब हुन्छ नि, अब सिंहमारी त्यो पार्टी अफिसकै त्यहाँनिर मजाले अब उयोहरू लगाएको थियो लाइभ होइन, अब फाइनल हेर्नु लागि। त्यति बेला अब के भयो, त्यति बेला तार काटिदियो होइन, तारै काटिदियो। अन्त हामीले चाहिँ हेर्नु पाएन, तर फोन टु फोनमा चाहिँ अब प्रशान्त तामाङले जित्यो भन्ने अब हुन्छ नि, अब ह्याप्पी अब हुन्छ नि, ह्याप्पी मनबाटै खुसी लागेर चाहिँ हामी चाहिँ अब त्यहाँदेखि चाहिँ र्याली गएको। हामी बाइकै बाइक थियो, युनियनको दाहरू अहिलेसम्म थाहा छ मलाई क्या, युनियनको दाहरू। अन्त यसरी र्याली जाँदाखेरि चाहिँ खै कहाँबाट कसरी भयो कि वी वान्ट गोर्खाल्यान्ड भन्ने कसको मुखबाट आवाज निक्ल्यो, त्यहाँदेखि चाहिँ गोर्खाल्यान्ड। अब चौरस्ता यस्तो राउन्ड भएर चौरस्ता पुग्यो होइन, चौरस्तामा हाम्रो आन्टीहरू थियो, वातावरण त्यो समय यति साह्रो दसैँ जस्तो खुसी क्या हुन्छ नि। अब हाम्रो प्रशान्त तामाङले जित्दाखेरि होइन, स्वर्गीय प्रशान्त तामाङले जित्दा यति साह्रो खुसी डान्स गरिरहेको, यति मजा लाग्यो होइन। त्यहाँदेखि सायद गोर्खाल्यान्डको उयो भयो होइन, मुभमेन्ट स्टार्ट। अन्त मुभमेन्ट स्टार्ट हुँदाखेरि चाहिँ अब त्यो समयमा डिजेसी थियो साँच्चै नै, अब जेनेलेफको अब पार्टीले एउटा होल हिल्सहरू उयो गरिरहेको थियो। त्यति बेला चाहिँ बिमल गुरुङ त्यो समयमा अब डरलाग्दो आर्टै हो भन्छु म चाहिँ। अब किनभने कोही पनि निक्लेको थिएन, प्लस हामी कलेज पढ्दै थियो, कलेजमा हामीलाई थाहा थियो हाम्रो फ्युचर डार्कै छ, किनभने इभन हामी पढ्यो भन्दा अगाडि पढ्ने दाहरू पनि घरमै थियो कामहरू नपाएर होइन। त्यहाँदेखि हामी खटेको होइन, अहिलेसम्म कस्तो मलाई कि
ए बत्ती कसम होला अहिलेसम्म पैसा लिएर खट्ने मान्छे चाहिँ होइन हामी होइन उल्टा पैसा तिरेर र्यालीहरू गयो होइन त्यहाँदेखि त्यत्तिकै खटेको 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 एउटा कसम चलाक भन्ने हामी थिएनौँ पनि कन्ट्र्याक्टहरू काम गरेनौँ पनि उल्टा हामी पैसा तिरेर र्यालीहरू पुग्थ्यौँ होइन अन्त यसरी नै हुँदा अब हुँदाखेरि चाहिँ अब जिटिए अब एक्सेप्ट गरेर ल्यायो होइन त्यहाँदेखि अब फेरि शान्त भयो म पनि अब 2 वर्षको लागि दुबई गएँ काम गरेँ आएँ होइन फेरि 2017मा चाहिँ मैले पुरन दालाई भेटेँ होइन फेरि गोर्खाल्यान्डको लागि खटेँ यति साह्रो हुन्छ नि अब किनभने हाम्रो फ्युचर हाम्रो अन्धकारै छ नि त स्टिल हेर्नुहोस् त अब तर यति भन्नु खोज्नुको चाहिँ मेरो मोटिभ चाहिँ के हो भन्नुहोस् त त्यति बेला विमल गुरुङले जुन चाहिँ अल ओभर वर्ल्डको गोर्खाहरू एक बनाएको थियो नि केन्द्र राज्य थर्काइदिएको थियो नि त्यो हुनु पऱ्यो नि त हामी गोर्खाहरू अहिले हेर्नुहोस् त अलग 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 यहाँ त यार अब मेरो पार्टीमा यतिजना मान्छेहरू छ यति प्रोसेसन छ यति मेरो मान्छेहरू छ म स्योर जित्छु भन्ने जस्तो पहिला एकजनाले र्याली देखाउँछ सेकेन्डमा अर्कोले देखाउँछ यहाँ त अब तागतको प्रदर्शन भएको जस्तो लाग्छ क्या अन्त हेर्नुहोस् त यस्तो त हामी त लु गरिरहेको छ कि तर हाँस्ने चाहिँ फेरि तपाईँहरूलाई को छ हाँस्ने चाहिँ तलको मान्छेहरू छन् ए यिनीहरूलाई एकअर्कामा लडाइदियो बस भइहाल्यो अब हेर्नुहोस् है न केन्द्रमा केन्द्रले हाम्रो कुरा बुझिरहेको छ न राज्यले बुझिरहेको छ किनभने त्यहाँ बस्ने मान्छेहरू कुन चाहिँ जातको हो तपाईँहरूलाई थाहै छ होइन अब ओडोले हाम्रो बुझिदिन्छ होला नर्थ इस्टको यस्तो हाम्रो चिम्से मान्छेहरूको हामी मिलेर गर्नुपर्छ ऊ त्यो हुँदैन थियो किनभने 2007 अब त्यो अल ओभर वर्ल्डको गोर्खाहरू एक भएर लडेको थियो हेर्नुहोस् त सबै थर्केको थियो है थर्केको थियो केन्द्र राज्य होइन हामी म भन्न चाहनु चाहिँ अब खोजेको हाम्रो अजय सरलाई हाम्रो विमल गुरुङ होइन मिलेर गरौँ न काम मिलेर यसरी छुट्टा छुट्टी भएर हुँदै हुँदैन हुँदै हुँदैन थ्याङ्क यू त्यति हो है